यो संयुक्त राज्य अमेरिकामा सबैमा स्वतन्त्रता हुन्छन् अनि सबैले आफ्नो अधिकार प्रयोग गर्नु पाउँछन्। त्यसैले गर्दा यहाँका मानिसहरूमा स्वतन्त्र देखिन्छन्। जब 18 वर्ष माथिका हुन्छन् त्यस पश्चात प्रत्येक मानिसले आफ्नो लागि आफै निर्णय गर्ने क्षमता राख्दछन् र उनीहरू स्वावलम्बी भएर हिँड्छन् भने कतिले चाहिँ यो पाएको स्वतन्त्रतालाई उपभोग गर्नु नजान्दा अन्तिममा यसको परिणाम पनि विपरीत नै देखिन्छ। त्यही नकारात्मक कार्यलाई चरित्र चित्रण गर्नु नै यी पात्रहरूको मुख्य भूमिका रहेको छ। अब भने यो कथालाई दृश्यसहित मूल्याङ्कन गर्ने जिम्मा दर्शक श्रोताहरूमाझ छाड्दैछौँ। धन्यवाद। यसो मन पो कति नै टाढाको पाहुना जस्तो बेल बजाउँछ। खोइ के ल्यायो? चाने जतिसम्म जम्मा ल्याएको छु, बरु मलाई बोक्न हात गर न। खैलो सन्जु सन्जु खै त नानीहरू छैनन् त? होइन, नानीहरू स्कुल जान्छ भनेर जानी मलाई किन मेरो मन चालेको? ए हो त, स्कुल पनि छुट्टी हुने बेला भयो। म लिन गएँ है। आज त स्कुल पनि लास्ट डे हो क्या अरे। book Lago! Mommy, book Lago! Mommy, book Lago! सन्जु सुनेन, छोरी भोगाइसक्यो त। म चाहिँ फोनमा बोल्नु पनि नपाउने। म जहिले पनि फोनमा बोल्दा बोलाएको छ। जोसँग बोलेको हो त्योसँग बोलेर पुग्छ भने त्यही गए बसी हुन्छ। मलाई बेसी जा भन्नु पर्दैन। म बेसी भएको जासुकै भए पनि जाउला नि। एउटा न एउटाले त साथ देला नि। Mommy, why are you mad? Where do you want to go?
एक दिन होइन 2 दिन होइन, जहिले बोलेको छ बोलेको छ। सुकरले मातेको बढी टेन्सन दिने होइन, म काममा गएँ। अनि छोरी मम्मी कहाँ जानुभयो? I don't know कता गयो। जहाँसुकै जाओस्, आफ्नो कर्तव्य र अधिकार नबुझेपछि यस्तै हो। आमाले घर छाडेपछि सुमन आफ्नो नानी लिएर दैनिक दिदी घर पुर्याउने गर्छ भने यही बिचमा आमा बिनाको नानीहरू बुवाले मात्र स्याहार्नुको अनुभव सुमनले लिएको हुन्छ। ए सुमन पाउनु भएछ त कहाँ हिँड्न नानीसँग? अनि के गर्नु पूजा दिदी, सन्जु पनि छोडेर कहाँ गई, मेरो पनि काममा ढिलो भइसक्यो, छोरी हेर्ने मान्छे कोही भएन। भरेतिर म पिकअप बनाउँथेँ, हेरिदिनु हुन्छ कि आज दिनभरि? ए भइहाल्छ नि भाइ, मेरो काम पनि छैन, ऊ मसँग बसिहाल्छ नि। अब ऊ पनि ठुलो भइसकिन्। आऊ पिङ्की। Dad, when will you come back? म आइहाल्छु नि छोरी, भोक लाग्यो भने पुदान्तीलाई भन्नु नि ल। Okay, बाई छोरी। bye. सुमन भाइ, अनि साँच्ची सन्जुको केही अत्तो छैन नि? खै कुमार भेना केही हत्तपत्त छैन। अनि तिमीलाई कतै केही सङ्गत लागेको छैन कसैसँग? खै अस्ति त्यो कुन चाहिँ कुहिरोसँग इङ्ग्लिसमा बोलिरहेको थियो, त्यहीसँग पो गयो कि? होइन, अब इङ्ग्लिसमा बोल्यो भन्दैमा उहीसँग गयो भने पनि हुँदैन हुनु चाहिँ, तर पनि अब सधैँ नै बोलिरहेको छ भने त शङ्का पनि गर्नुपर्ने हुन्छ कतै। खै भेना, छोरी चाहिँ मम्मी कहिले आउनुहुन्छ भनेर सोधिरहन्छे। अब यस्तो बुझ्नु पनि पर्छ हौ भाइ, किनभने कतै कहीँ गइरहेको छ कि कसैसँग यसो खोजी निन्दा पनि त गर्नु पऱ्यो नि त। फेरि अब धेरै चिन्ता पनि नगर्नु भाइ। ए खानु पिउने लाउने भाइ पनि आइपुगेछ त। अनि के छ खबर? ठिकै छ, के को गफ हुँदैछ यताउति? ए के हुनु, अब त्यही त हो नि, अब सन्जु बहिनी हराएर आएको छ बस्तीदेखि नै, अब उसको श्रीमती, त्यसकै बारेमा कुरो गर्दै गरेको। ए अस्ति पार्कमा भेटाएको थियो, मलाई त चिन्दिनँ भने त। अमेरिकन एउटा कालेसँग हिँडिरहेको थियो। अरे खानु पिउने दाइलाई पनि चिनिनन् भने उसले? चिन्दिनँ नै भने। के को ल्यामा हो, खानु पिउनु पऱ्यो नि, म लाग्यो घरभित्र। ठिकै छ सुन भाइ, अब धेरै चिन्ता नगर्नु, खोजी निन्दा गर्दै गरौँला, रुसुरो गर्दै गरौँला। हस् त कुमार भेना, गर्नु मेरो पनि काम हुने टाइम भयो। हुन्छ हेर्दै गर्नु भेना। हस् हस्, ल राम्रोसँगले आफ्नो ख्याल गर्नु है। ल म पनि लाग्यो।